फ्रम बाँटारी बिहान कहीँ निको भन्दा वाली हिँडेको बाइक छोड्न रोशन भान्जे उता कता तरुण भेट्न जाने गरे डेटिङ बाइक चाहियो भने त्यति छोड्नु हिँड्यो गाडी त थोप्पो चल्यो छैन उता गाडी हिँड्ने छैन बाइकहरू त हिँड्न देख गाडीहरू चल्नु नि देखेन बाँटाएर आएर भ्लग गरेको बिहान आज भ्लग सायद छोटो मिठो मुखुसानी हाले जस्तो हुन्छ छोटो मिठो अमिलो ट्वाक्क मुखुसानी हाले जस्तो आई होप तपाईहरू मेरो भ्लग हेरेर इन्जोय गर्नुहुनेछ भन्न चाहन्छु फाइनल्ली हामी आइपुग्यो दिदीको घर बाइक छोड्न आएको यही हो यहाँ माथि नि फर्म छ रोशनलाई फोन गरेको रोशनले उठाउँछ घर आमामा अनार छ त यार हेलो को हुनुहुन्छ घरमा हेलो हेलो लाउने चाबी हेलो यता दिदी हुनुहुन्छ अनि यता हाम्रो यो बाइक राख्नु है दिवस जाने अरे कता के हुन कराइ नि ल गए कहिले आउनुहुन्छ उता पर्सि होला नि पर्सि पूजा हजुर राख्नु न के हुन्न ल गयौँ तिनीलाई छिटो पठाइदिनु है दिदी अनि साझा छिटाइछ भन्नु दोहोरिन्न क्या न्युट्रलमा तात्दैन ल हामी फर्कियो घरदेखि फुपू घरदेखि हामी फर्केको अबको 5 मिनटमा घर पुगिन्छ ढुक्क लाइसेन्स प्राप्त हुनुहुन्छ यहाँ ए चारमा कता जानु आज दिदी हामी भर्खर आएको फेरि फर्किभ्यौँ ए घर काम छ त्यो भएर ल के ल ए ल के यो मदी खोला बजार यो हाम्रो पछि छ यो मदी खोला बजार खासै ठुलो होइन यो मदी खोला हामी फर्किरहेको देखेको भकुण्डे बजार हो तर यहाँ देखिँदो रहेनछ त्यहाँ माथि पाउँदैन हो रेडमी के अरे आइफोन 13 प्रोको हामी बाँटारीको नजिक आइसकेको छ हामी अब नास्ता गर्ने होला इलुङ होइन आफ्नो गढ हेर्छ नास्ता गर्ने हो यहाँको परोठा नखाइ त खाए जस्तै हुँदै हुन्न नास्ता त्यही भएर हामी बिहानै परोठा खान कहाँ गऱ्यो वालिङतिर गएको होला चिया र परोठा खाऊँ चल्दिउँ चाहिँ खानबाट पुगिन्छ है ल यो हाम्रो विष्णु दाइको ग्यारेज कहाँ हो पानी निस्किन्छ हराम छ यार पानी निस्किन्छ कहाँ तिम्रो पानी निस्किन्छ तल हो होइन ए बा भकुण्डे
के हामीलाई देख्छौँ बैतडी बजार नानीहरू बस कुर्दैछन् आज मिठाई लिएर जाऊ भने छोडिदिनु अघि चाहिँ एउटा बुढोले लिएर आएको गलेङमा चाहिँ किन के भनेको थिएन म आउँदै थिएँ रोकेर कहाँ जाने बाबु भन्यो सुरुबाट खराबी भने लास्टमा पाइन्छ जाने मासु दिँदै थियो के अरे त्यो पहरको जात लास्टै सोटो हुने यो पानको जात लास्टै स्वाटी हुने भन्दै थियो बुढोले त्यस्तो बगर बाबुको मैले भेट गरेको होइन त्यही भन्नु भएको थियो त्यो बाजेले त्यो भएर मात्र भनेको अब गलेङ नगरपालिका है यहाँ यहाँबाट गलेङ नगरपालिका अब यता पालि यता गलेङ यो चाहिँ दुध डायरी झोलको दुध डायरी यहाँ चाहिँ तातो दुईको दुध आउँछ नेपाल आधार स्कुल बस हामी बस दिने त यस्तो हो क्या हो कि यो सरकारी गाडीहरू हिँड्न नदिएको क्या हो कि यो बस वालिङदेखि गोलेङ मात्र हिँड्ने हो कालो प्लेट रहेछ यो त सोध्न भुल्को कालो प्लेट स्कुलले बस हो र होइन होइन गाइस भएन यो नेपाल बन्द गरिदिने यस्तो बस हिँड्न पोखरा तर्ले मचबारी के हो म चातोले होइन म चबारीले स्कुलले बस पैसा पनि होला अन्त विद्यार्थी चिउरी पुल आइयो है चिउरी पुल यो होटेलमा चाहिँ खतरनाक पोर्क मोमो पाइन्छ है पोर्क मोमो यस्तो बवाल हुन्छ यहाँ चिउरी पुल साँच्ची बवाल गराउँछ यहाँ चाहिँ अलिक बसेर हिँड्नुपर्ने हुन्छ है यहाँ चेकिङ बस्छ चेकिङ यहाँ हो बस्ने चेकिङ यहीँ बस्ने यहाँ नि बस्छ सिधै लाइसेन्स छैन अनि 1500 2000 जरिवाना त्यो पैसा कहाँ जान्छ सरकारको पोल्टीमा लाइसेन्स छैन वार्निङ पनि दिनुपर्छ फर्काउनु पर्छ यार त्यो पैसा लिएर के गर्छ कराल खोला कराल मुझे कपालै बिग्रियो के दिन्छु भनेदेखि पानी साउ के छ अनि चस्मा लाउँछ शान्दै हिँड्छन् के भन्नु त यहाँ हेर न मुला त्यो बाइक हिरो होन्डा सुपर स्प्लेन्डरमा हिँड्छ चस्मा चाहिँ यस्तो खतरा लाउँछन्
अन्त बाहुनहरूको अर्कै सोच हुन्छ कमाउने राख्ने दमाउने हामीले एडेहरूको उडाउने तिनीहरूलाई हिँड्न पाए हुन्छ भनेर हिँड्छ नि त सिम्पल होइन सिम्पल थिङ्किङ लामो सिम्पल लिभिङ हाई थिङ्किङ हामी हो नि त त्यो सिम्पल लिभिङ हाई थिङ्किङ हराम मिलाइदिन्छ 4 रुपियाँ दिनुभयो पहिला सानो हुँदा मिलाउँथ्यो के अहिले ठुलो भएर रहेछ के हो त अहिले त अल्को भएर रहेछ अन्त सुनिल हामी निले चाहिँ निले नि पुण्टै थिएन पहिला अन्त अल्को भए ब्रेकर नि यत्रो ठुलो खेतको दिल खनेर गएर आयो काट्ने नगरी गराएको ब्लग त्यो काट्ने नमिल्ने गरी बनाएको ब्लग तिमीले 4 मिनटको भए बल्ल तिमीले मिलाउन क्रप गरेर तेरिका यार दुईमा त अनाएको क्लच मेटाला एकमै हो यहाँ खाल्टा खान्न कस्तो उमारेको होइन टिको भन्नु नि यहाँ गाउँ ठुलो रहेछ यार यता छेउतिर मार्छ ऐसा सब उखाल्दिएछ क्या यहाँ तल कसले आफैले भुके सर्ट उखालिदिएको क्या विशालहरूको पनि हराम चाहिँ पाडेगाउँ भन्छ यसलाई पाडेगाउँ पाण्डेगाउँ हराम ठुलो बनायो यतापट्टि यता धोचका हावा चल्छ यो दाइ त सामुदायिकमा एक्सरे गर्नुपर्छ त कहाँको र बङ्गरातीको त्यही भएर पो चिने झै लाउँछ
मोटर चले हा दही केला केला बनाएको मोटर चल्दो रहेछ यो बढी मलाई थाहै थिएन हिजो बल्ल थाहा भएको मैले गुवाहाटी जाँदाखेरि यस्तो दुःख बाटो खोल्छ पनि नै अहिले घर बाइकमा हिँडिराख्ने हो हिजोमा त्यसमा बाइकमा लागेको एक्सिडेन्टको तार फेरि साइड लाइट फेरि 2-3 कति लाग्यो अहिले नि 1500 रुपियाँ हामी फाइनल्ली हामी घर आइपुग्यो आजको लागि यति नै बाई बाई अन्टिल नेक्स्ट ब्लग बाई बाई जोरले